तेह्रथुम र सङ्खुवासभा जिल्लाको सङ्गम स्थल तिनचुरी कवैटारमा 2053 साल वैशाख 15 गते विधिवत रूपमा श्री पाथिभरा भगवती मन्दिरको स्थापना भएको यहाँ किम्वदन्ती देख्न सकिन्छ। यो अहिलेको मन्दिर होइन, यो पुनर्निर्माण भएर थियो। त्यहाँभन्दा पहिले पनि यहाँ मन्दिर थियो भन्ने कुरो सुनिन्छ। म अहिले अब पाथिभरा मन्दिरको प्रवेशद्वारमा आइसकेको छु। थोरै पाथिभरा मन्दिर गर्छु र यो प्रवेशद्वार यहाँको कस्तो छ त मन्दिर भनेर म यसरी भिडियो लिन सक्छु। यहाँ विश्राम स्थल, यहाँ हवन कुण्डहरू छन्। हवन कुण्ड देख्न सकिन्छ। पहिला पाथिभरा देवीलाई म परिक्रमा गर्न चाहन्छु। यहाँ देखिन्छ, यहाँ बाहिरै देख्न सकिन्छ। अब म जाँदैछु म पाथिभरा दर्शन गर्न। देवी प्रपन्नातिहरी प्रसिद्ध माता जगत प्रसिद्ध विश्वेश्वरी पार्वती तनु देवी चराचरस्य ल फाइनली